प्रभु हाम्रो आत्मिक दृष्टिहरू खोलिदिनुहोस्। तपाईले हामीलाई प्रेम गर्न छोड्नुहुने दिन त कहिले पनि आउँदैन, किनकि तपाईको मन मान्छेको जस्तो सानो र अदल बदल हुने किसिमको छैन। तर हाम्रो जीवनहरू बेसरी सुस्ताएका छन्। हे परमेश्वर, हाम्रो जीवनहरू बेसरी सुस्ताएका छन्। हामी संसारमा शैतानको एकहोरो लोरी सुनेर निदाउँदै गइरहेको अवस्थामा छौँ। हामी आज कन्फेस गर्छौँ, हामी तपाईको उपस्थितिमा स्वीकार गर्छौँ हाम्रो अवस्थाहरू। हामी अभिनय गर्दैन। हामीलाई सही के हो सबै थाहा छ, तर पनि हामी ती कुराहरू गर्दैनौँ। हामी गलतहरू टाढैबाट चिन्छौँ र पनि हामी ती कुराहरू प्रति खिचिन्छौँ। हामीलाई निरन्तर प्रार्थनाको जीवन हुनुपर्छ भनेर थाहा छ, तैपनि हामी त्यो गर्दैनौँ। परमेश्वर, हामी गर्दैनौँ। हामी माथि दया गर्नुहोस्, हामी त साह्रै सुस्ताएका छौँ। तपाईसित बात नगरेको हामी मध्ये धेरैको महिनौ भइसकेको छ। यसैले हामी निराश, थकित, आनन्दहरू गुमाइसकेका मानिसहरू भइसकेका छौँ र हाम्रो छिमेकीहरूले हामीमा आशा होइन तर निराशपन देख्न थालेको छ। खै हाम्रो शक्ति? हामीलाई दिनहुँ वचन रूपी भोजन खान पर्छ भनेर थाहा छ, तर पनि हामी नाना थरीका सस्ता हानिकारक मिलावट भएका दूषित भोजनहरू फोनको स्क्रिनहरू मार्फत हाम्रो आँखाहरूद्वारा, कानहरूद्वारा सेवन गरेर हामी बिमार भएका छौँ। परमेश्वर, हाम्रो आँखाहरू अशुद्ध मनोरञ्जनले लोलाएका छन्। हामी त साह्रै सुस्ताएका छौँ। हामीलाई झुट बोल्नु हुँदैन भनेर थाहा छ, तर पनि हामी छल गर्छौँ। हामीलाई लोभ गर्नु हुँदैन भनेर थाहा छ, हामी सिकाउँछौँ र पनि हामी आफै लोभ गर्छौँ। ओ हाम्रो छिमेकीहरूले न हामीमा प्रेम देख्छ, न हामीमा दया देख्छ। हामी चर्चको 4 दिवारीभित्र पसेपछि 2 घन्टाको लागि धर्मको नाटक र प्रदर्शन गर्न थालेका छौँ। हामी स्वीकार्छौँ परमेश्वर, र हाम्रो नौटङ्कीदेखि तपाईँ थाक्नु भएको छ। तपाईँले भन्नुहुन्छ तिमीहरूको गीतहरू मलाई नसुनाउनु, किनकि तिमीहरूको जीवनमा न्याय र धार्मिकता छैन। हामी नदेख्ने नसुन्ने अट्टेरी भएका छौँ। जगाउनुहोस् पवित्र आत्मा हामीलाई। हो, हामीमा धेरै फलहरू लागिसकेको हुन पर्ने थियो, तर हामी त आफ्नो खुसीको बारेमा बेसी सोचेर डिप्रेसनमा गएका छौँ। प्रभु, हामीमाथि दया गर्नुहोस्, हामीलाई क्षमा गर्नुहोस्, हामीलाई जगाउनुहोस् र बिउझाउनुहोस्। यो कार्यक्रम अब सकिजान्छ र हामी आफ्नो आफ्नो घर जान्छौँ, आफ्नै आरामको कुनामा, काउचमा, सोफामा ढल्छौँ। हामी कसैलाई पनि आज निदाउन नदिनुहोस्। हाम्रो निन्द्राहरू खोसिदिनुहोस्। आज हामीले गम्भीर भएर विचार गर्नै पर्छ। आज हामीले तपाईलाई खोज्नै पर्छ परमेश्वर। हामी आत्मिक मानिसहरू हौँ र तपाईँ परमेश्वरले आफ्नै महिमाको निम्ति हामीलाई बोलाउनु भएको छ र जिम्मेवारी दिएर यस संसारमा पठाउनु भएको छ। हरेक समय, हरेक पल कीमती छ। हामी बतासलाई खेदेर जीवन र हाम्रो आयुहरू नष्ट गर्न चाहदैनौँ। तपाईँको उद्देश्यहरूप्रति हामीलाई बिउझाउनुहोस्।